दीपक साललाई राइट टु रिकल किन निकाला त बिचरा उनको त के दियो तर बिदामा बसेको श्रीमती गोल्ड मेडलिस्ट त्यतिको चाहिँ एउटा क्षमता राख्ने महिला स्वास्थ्य बिमा जागिरी रहेछन् उनी बिदामा बसेपछि हाजिर भए बापत निकाल्दा होइन त अनि यति गम्भीर प्रकृतिको विषय उनको आइसके पछाडि 6 महिनाको दौरानमा 52 लाख सेयर कहाँबाट आयो डिजीले धम्काएर लिएको 1 करोडको कुरा के हो 5 स्टार होटलमा कुटाकुट गरेको कुरा के हो आँखा मुनिको नील दाम के हो यो त भन्नु पर्दैन ताजबानीको होटलमा गएर गरेको कुरा के हो अहिले पो मन्त्री भयो होला मन्त्री हुनुभन्दा अगाडि त एउटा लफङ्गा जीवन बिता मान्छे हेर्न ती साथीहरू हामी त 23 वर्षदेखि गाविस सदस्य भएर एउटा अनुशासित जीवन बिताएको नि गुन्डा डन भन्नुहुन्छ हामीभन्दा 10 गुणा बढी गुन्डा डन होइन यिनीहरू हामीले कसले के गरेछ हामीले कसैले 2 शब्द नमिठो बोलेको छ कि हामी त सबैको सेवा गरेर सबैलाई सत्कार गरेर सबैलाई सहयोग गरेर भक्तपुर जस्तो एमालेको जरो मुसो डबा ठाउँमा अल्गोरिदमले जिताएर हामीले बिरामी बगडामा भेटी मान्छे विद्याठा गई शुभकामना दिदी कतिको सेवा गरेर विकास गरेर के गरेर चुनाव जिते होइन अनि हामी जस्ता मान्छेको पछि लागेर यिनीहरूले आफ्नो राजनीति बनाउने त्यो सम्भव म देख्दिनँ भनेको यो जित चाहिँ अल्गोरिदमको राजसभाको झन्डै 2/3 त्यो त भनेको छन् नि त मैले मात्र भनेर नेपालका एकदम प्रकाण्ड विद्वानहरूले भन्छ नि त 3टा ए भनेको छ नि त अल्गोरिदम अर्को ए स्क्वायर बुझेकै छ तपाईँहरूले होइन यो समय धेरै रहँदैन यस्ता खालका अस्थायी जन्म धेरै समय मलाई लाग्छ यो 1 महिनाको दौरानमै पनि उहाँहरूको जन्म धेरै घटे जस्तो लाग्छ होइन तपाईँहरूले चाहिँ नि आत्मालोचना गर्ने ठाउँ छैन जनता अझै पनि अब एमाले भन्ने बित्तिकै नाक खुम्चाउँछन् के विषयमा आत्मालोचना गर्ने भन्नु न त ठोस विषय यो चाहिँ तपाईँहरूको कमजोरी हो त्यहाँ चाहिँ आत्मालोचना गर्ने भन्नु नि त जनताको मुद्दा बोक्न सक्नु भएन जनताको हितमा काम गर्न सक्नु भएन एकजना चाहिँ धार्मिक